नमस्ते साथीहरू, एकदम स्वागत छ हजुरहरूलाई है। आजको भिडियो एकदम फरक किसिमको भिडियो छ। जस्ताको जस्तै तपाईँहरूलाई मैले प्रस्तुत गरिरहेको छु भिडियोमा। प्लिज भिडियो अन्तिमसम्म हेरिदिनु होला। तपाईँ हामीले यी सेवा र खन्ती भन्ने कुरा हामीले चलाइरहेकै हुन्छौँ है। सो यिनीहरू कतिको सिक्योर छ त आज म चेक गर्न जाँदैछु है। लेट्स गो है। तपाईँले ल्यापटपकै स्क्रिनमा मेरो हेर्न सक्नुहुन्छ है। कुनै पनि ब्राउजर अन गर्नु होला र सुरुमा गएर तपाईँहरूले त्यहाँ टाइप गर्नु होला स्क्याम भनेर, अनि ट्याक्क इन्टर हान्नु होला है। सो स्क्याम मात्र हानेर भएन, त्यहाँ स्क्याम एडभाइजर भनेर यसरी लेख्नु होला है। यो हानिसके पछाडि तपाईँले यो सुरुको वेबसाइट देख्नु भएको छ, चेक वेबसाइट रिस्क भनेर। सो यहाँ क्लिक गर्नु होला तपाईँहरूले है। र यो खोल्दैछ, भेरिफाई हुँदैछ है। सो भेरिफाई पनि भइसकेको छ। अब हामीले चेक गर्नुपर्ने हुन्छ ई सेवाको हामीले वेबसाइट हेर्छौँ है पहिला अर्कोमा। सो तपाईँहरूलाई बुझाउनको लागि यस्तो गरिरहेको छु मैले। ई सेवा वेबसाइट यो छ, ई सेवाको हाम्रो वेबसाइट चाहिँ। सो ई सेवालाई चाहिँ हामीले यसलाई कपी गऱ्यौँ है। वेबसाइटमा मैले कपी गरेर चाहिँ यहाँ गएर चाहिँ यहाँ इन्टर द वेबसाइट भनेको ठाउँमा लगेर मैले पेस्ट गरेर चेक स्क्याम भनेर मैले चाहिँ यो स्क्याम हो कि होइन, कतिको सिक्योर छ भनेर चेक गरेको थिएँ। सो हेर्नु त, ल है त, ल हेर्न सकिन्छ 60% 61% स्कोर छ। त्यति राम्रो स्कोर रहेको छैन यी सेवा है। त्यसैले यी सेवालाई चाहिँ अलिकति राम्रो मानिँदैन। स्मल रिस्क आइडेन्टी कार्ड थोरै रिस्क हुनसक्छ है। सो धेरै अहिलेको बेलामा चाहिँ अब ब्याङ्क खाता तपाईँहरूले ई सेवासँग जोडिरहनु भएको छ भने एकदम सतर्क हुने बेला आइसकेको छ। तपाईँहरूलाई म ब्याङ्क खाता ई सेवासँग नजोड्नु भन्छु, बरु डाइरेक्ट तपाईँहरूले चाहिँ लोड गर्नु होला है। सो तपाईँले कनेक्ट गर्नुभएको छ भने चाहिँ तपाईँको खाताबाट पनि पैसा दिन सक्ने सम्भावना छ। त्यो यहीँ प्रुभ हुन्छ है। जस्ताको जस्तै तपाईँलाई मैले देखाइरहेको छु। सो अब हामीले यसरी खल्तीलाई पनि चेक गरौँ न है। सो खल्तीलाई पनि टेस्ट गरौँ हामीले है। खल्ती भनेर हानौँ, खल्तीलाई पनि टेस्ट गरौँ। म आफैले पनि सेवा युज गर्छु है, गर्दिनँ भन्दिनँ, तर सेवा सिक्योर रहन्छ भन्ने कुरा चाहिँ मैले पनि बुझिहाल्छ है। सो खल्ती युज गर्नु बेटर छ कि सेवा युज गर्न बेटर छ, अब फर्दर दिनहरूमा त हेर्नु होला है। मैले तपाईँलाई देखाइरहेको छु इन्टर द वेबसाइट भनेको ठाउँमा लगेर खल्ती हान्दैछु म अब है। अब खल्तीको चेक गर्छ यसले, खल्ती पनि कतिको सिक्योर छ है त, हेरौँ है त। सो हेर्नु त, ट्रस्ट स्कोर 100मा 100 छ। मतलब खल्ती ई सेवाभन्दा धेरै राम्रो छ है, एकदमै राम्रो छ, धेरै राम्रो छ, एकदमै राम्रो छ। सो म चाहिँ तपाईँलाई खल्ती युज गर्नको लागि चाहिँ भन्छु है। सो अब हामीले अर्को प्रभु पे भन्ने पनि छ है। प्रभु पेलाई पनि गरौँ। हामीले प्रभु पे हान्छौँ है। प्रभु पेलाई पनि हामीले मजाले गर्छौँ। सो प्रभु पे भनेर हामीले हान्छौँ। अनि प्रभु पेको पनि यो देख्नु भएको छ वेबसाइट है। सो प्रभु पे पनि कतिको सिक्योर छ, प्रभु पेलाई पनि हामीले टेस्ट गरिन्छ। सो यो चाहिँ तपाईँहरूले ई सेवा खल्ती मात्र नभएर तपाईँले स्क्यामबाट बच्नको लागि चाहिँ आफ्नो लिङ्कहरूदेखि लिएर वेबसाइटहरू तपाईँहरू कुनै पनि वेबसाइटहरूको भिजिट गर्नुहुन्छ। सो चेक गरेर मात्र तपाईँहरू एकचोटि भिजिट गर्न सक्नुहुन्छ है त। सो तपाईँहरूलाई एडभाइस मेरो यही नै छ। सो अब हामीले हेर्दैछौँ प्रभु पे कतिको सिक्योर छ है। त प्रभु पे पनि धेरै सिक्योर छ। र ई सेवालाई चाहिँ अलिकति सुधार्न पर्यो। यो भिडियो चाहिँ तपाईँहरूले सक्नुहुन्छ भने ई सेवालाई मेन्सन गरिदिनु होला र ई सेवाको सिइओसँग पुऱ्याइदिनु होला। हस्त साथीहरू, भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने एक लाइक, एक सेयर र सब्सक्राइब गरिदिनु होला। र आउने दिनमा योभन्दा खतरनाक भिडियो लिएर आउनेछु। हस्त साथी।